धनुराशि जसको लकी नम्बर 1 र लकी रङ पहेँलो अनि लकी स्टोन पुष्पराज। सबैभन्दा मिल्ने साथी मेष, तर सबैभन्दा ठूलो शत्रु चाहिँ कर्कट। कस्तो व्यापार व्यवसाय या जागिरले सफलता दिन्छ होला? अनि सबैभन्दा महत्त्वपूर्ण, कुन राशिसँग बिहे गर्दा जीवन स्वर्ग बन्छ र कुन राशिसँग गर्दा नर्क? आउनुहोस् धनुराशिको हरेक पक्षलाई अलि गहिरिएरै बुझौँ न त। अवश्य। धनुराशिको कुरा गर्दा यसको स्वामी ग्रह बृहस्पति हो। अब बृहस्पतिलाई त देवगुरु नै भनिन्छ हैन? ज्ञान, बुद्धि, विस्तार, सौभाग्य यी सबै कुरा बृहस्पतिसँग जोडिन्छन्। देवगुरु बृहस्पति। यही कारणले होला धनुराशि हुनेहरू प्राय एकदम आशावादी, अलि दार्शनिक स्वभावका अनि ज्ञान खोजिरहने खालका हुन्छन्। उनीहरूलाई नयाँ कुरा जान्न साह्रै मन पर्छ। अनि यो अग्नि तत्त्वको पनि भनिन्छ हैन? हो, अग्नि तत्त्वको राशि हो। यसले उनीहरूलाई ऊर्जा दिन्छ, उत्साह दिन्छ। फेरि यो दुई स्वभाव राशि पनि हो, मतलब परिस्थिति अनुसार आफूलाई ढाल्न सक्ने क्षमता पनि हुन्छ के। उनीहरूको मुख्य चाहना नै स्वतन्त्रता हो अनि नयाँ कुराको खोजी, नयाँ अनुभव। त्यसो भए बृहस्पति र अग्नि तत्त्व यी दुईको प्रभावले नै उनीहरू त्यस्ता आशावादी र स्वतन्त्रता प्रेमी भएका? एकदम। बृहस्पतिको त्यो विस्तार गर्ने प्रकृतिले नै फराकिलो सोच दिन्छ, उच्च शिक्षा, दर्शनतिर रुचि जगाउँछ, अनि अग्नि तत्त्वले चाहिँ त्यो सोचलाई कार्यमा बदल्ने ऊर्जा दिन्छ। अनि शुभ अशुभ कुराहरू नि, जस्तो रङ, अङ्क, दिनहरू, यिनीहरूको के महत्त्व छ? ती पनि ग्रह र तत्त्वसँगै जोडिएका हुन्छन्। धनुका लागि मुख्य शुभ रङ पहेँलो भयो, बृहस्पतिकै रङ। तर गुलाबी, हरियो, सेतो पनि राम्रै मानिन्छ। पहेँलो मुख्य भयो। हो। अङ्कहरूमा चाहिँ 1, 5 र 9 शुभ। यी अङ्कहरूले नेतृत्व, अनुकूलन क्षमता, ज्ञान जस्ता कुरा जनाउँछन्। तर 2 र 7 अङ्क चाहिँ त्यति शुभ मानिँदैन। 2 र 7 चाहिँ अशुभ। अनि दिनहरूमा त बृहस्पतिको दिन बिहीबार सबैभन्दा शुभ भइहाल्यो। अनि आइतबार र मङ्गलबार पनि राम्रो, ऊर्जा र प्रगतिका लागि। ल, अब अलिकति सम्बन्धको कुरा गरौँ न। मेष राशि साथी, तर कर्कट चाहिँ शत्रु भनियो। यो मित्रता र शत्रुताको ज्योतिषीय आधार के हो? कसरी छुट्याइन्छ यस्तो? खै, यो चाहिँ तत्त्वहरू बीचको जुन प्राकृतिक सम्बन्ध छ नि त्यसमा आधारित हुन्छ। धनु अग्नि तत्त्व भयो। अरू अग्नि तत्त्वका राशि मेष र सिंह धनुका स्वाभाविक मित्र भए। उनीहरू बीच एउटा समान ऊर्जा, उत्साह, दृष्टिकोण हुन्छ। त्यसैले सम्बन्ध सहज हुन्छ। एउटै तत्त्व भएर मिल्ने भयो। हो, तर जल तत्त्वका राशिहरू कर्कट, वृश्चिक, मीन यिनीहरू शत्रु मानिन्छन्। ज्योतिषमा के भनिन्छ भने अग्नि र जल त परस्पर विरोधी तत्त्व हुन् नि। पानीले आगो निभाउँछ। हो त। मतलब जल राशिहरूको भावनात्मक र अलि संवेदनशील प्रकृति हुन्छ। त्यो धनुको अलि खुल्ला, स्वतन्त्र, कहिलेकाहीँ अलि ठाडो बोल्ने स्वभावसँग ठ्याक्कै मेल खाँदैन। त्यही भएर टक्राउ हुन सक्छ। अनि कन्या राशि पनि शत्रु वर्गमै पर्छ। कन्या पृथ्वी तत्त्व हो। कन्याको अलि बढी व्यावहारिकता, हरेक कुरामा सूक्ष्म विश्लेषण गर्ने बानी त्यो धनुको फराकिलो सोच र स्वतन्त्रतासँग बाँझिन सक्छ के। ओहो, यो त निकै रोचक कुरो रहेछ। ल, अब जीवनका दुईटा महत्त्वपूर्ण पाटा, विवाह र पेशा। धनुराशिका लागि कस्तो जीवनसाथी ठिक होला अनि कस्तो काम गर्दा बढी सफलता मिल्छ? उनीहरूको त्यो स्वतन्त्र स्वभावले कतिको असर पार्छ यसमा? विवाहको लागि स्वाभाविक रूपले अग्नि राशिहरू मतलब मेष र सिंह एकदम उत्तम मेल हुन्छ। ऊर्जा मिल्छ, जीवनशैली मिल्छ, एउटै खालको जोश भयो। अनि वायु तत्त्वका राशिहरू मिथुन, तुलासँग पनि सम्बन्ध राम्रै हुन्छ, किनभने वायुले अग्निलाई बल्न मद्दत गर्छ नि त। मतलब वायु राशिहरूले धनुको त्यो बौद्धिकता, उत्साह, स्वतन्त्रतालाई बुझ्छन्, समर्थन गर्छन्, त्यसैले राम्रो हुन्छ। ल, यो त विवाहको कुरा भयो। पेशा नि? पेशामा त स्वामी ग्रह बृहस्पतिको प्रभाव एकदम प्रष्ट देखिन्छ। ज्ञान, शिक्षा, कानुन, न्याय, ब्याङ्किङ, वित्तीय परामर्श, धार्मिक वा दार्शनिक काम, लेखन, प्रकाशन यस्ता क्षेत्रहरू एकदमै फाप्छन्। शिक्षक, वकिल, प्रोफेसर, लेखक जस्ता? हो, त्यस्तै। धातुको व्यापार, विशेष गरी काँस्यको, त्यो पनि राम्रो मानिन्छ। तर जहाँ एकदम नियम कानुनमा बाँधिनु पर्छ, जहाँ स्वतन्त्रता कम हुन्छ वा अलिकति नैतिक रूपमा यताउता गर्नुपर्ने जस्तो काम छ भने त्यस्तो चाहिँ धनुराशिलाई त्यति मन पर्दैन। उनीहरूको स्वभाव विपरीत हुन्छ, असन्तुष्टि बढ्छ। स्वतन्त्रता त चाहियो नि हैन? हो नि। यी सबै विस्तृत जानकारी त हामीले पायौँ, तर यस्तो व्यक्तिगत विश्लेषण, आफ्नो लागि चाहिने मार्गदर्शन चाहिँ कहाँबाट पाउन सकिन्छ त?
धेरैलाई यो जिज्ञासा हुन्छ। यो जानकारीको मुख्य आधार मेरो नेपाल मोबाइल एप हो। यो एप त आफ्नो व्यक्तिगत ज्योतिष जस्तै हो भन्दा नि हुन्छ। ए मेरो नेपाल एप हो, यसबाट दैनिक 3वटा प्रश्न निशुल्क सोध्न मिल्छ, जस्तो कि विवाहको बारेमा होला, सम्बन्ध, सन्तान, आर्थिक अवस्था, रोजगारी, विदेश यात्रा, यस्ता अनेकौं विषयमा मनमा जे लागेको छ सोध्न पाइयो। अनि उत्तर नि? उत्तर तुरन्तै आउँछ। यो निशुल्क सेवा सबै प्रयोगकर्ताहरूका लागि हो। हामीले यो सुविधा सबैको लागि ल्याएका हौं। भनेपछि आफ्नो जन्ममिति समय अनुसारकै विश्लेषण पाइने भयो 3वटा प्रश्नसम्म। बिल्कुल। आफ्नो व्यक्तिगत राशिफल, जन्मकुण्डली अनि अहिले के दशा चलिरहेको छ त्यो सबै अनुसारको विस्तृत विश्लेषण यही एपबाट निशुल्क प्राप्त गर्न सकिन्छ। दैनिक 3 प्रश्नको सुविधा त छँदैछ, त्यो पनि आफ्नै कुण्डलीमा आधारित भएर। ए यो त गजब रहेछ। आफ्नै कुण्डली अनुसार सोध्न पाइने हो नि। यो त आफ्नो व्यक्तिगत ज्योतिष नै भयो। अब अरू पात्रो या क्यालेन्डर एपहरू खोजिरहनु परेन। सबै सुविधा यही एउटै एपमा छ। ल यो त साँच्चै उपयोगी जानकारी भयो। अब जानकारी त पायौं, धनुराशिका लागि केही उपायहरू पनि त होलान् नि सकारात्मक ऊर्जा बढाउन, हैन? अवश्य छन्। धनुराशिको मुख्य शुभ रत्न भनेको पुष्पराज हो। येलो सैफायर भन्छन् नि। पुष्पराज? यो बृहस्पति ग्रहकै रत्न हो। यसले ज्ञान, विवेक, समृद्धि, भाग्य वृद्धिमा सहयोग गर्छ। यो लगाउँदा बृहस्पतिको शुभ प्रभाव पर्छ। यसका साथै सूर्यको रत्न माणिक्य, रुबी, त्यो पनि सहयोगी मानिन्छ। यसले आत्मविश्वास, नेतृत्व क्षमता, सामाजिक प्रतिष्ठा बढाउन मद्दत गर्छ। यी रत्नहरूले ग्रहहरूको सकारात्मक ऊर्जालाई बढाउँछन्। पुष्पराज मुख्य भयो, माणिक्य सहयोगी। ल धनुराशिको स्वभाव, सम्बन्ध, पेसादेखि उपायहरूसम्मको यो गहिरो विश्लेषणले निश्चय नै धेरैलाई आफूलाई चिन्न मद्दत गर्यो होला। हो, र अन्त्यमा एउटा विचारणीय प्रश्न छोडेर जाउँ न त। धनुराशिको ज्ञान र स्वतन्त्रताप्रतिको जुन गहिरो चाहना छ नि, त्यसले उनीहरूको जीवनमा अरूले नदेखेका वा सायद नसोचेका कस्ता अनौठा र रोमाञ्चक अवसरहरू खोल्न सक्ला। यो आफैमा एउटा खोजको विषय हुन सक्छ।